त्यो चाहिँ कुन चाहिँ बाटोको खाते आएर त त्यो रवि लामे जाने उनले भनेको उसको चितवनमा सबभन्दा बढी छ अनि उनले चाहिँ मेरो बस्तीमा आयो भने म छाती थाप्छु भन्ने मान्छेले उसको सरकारले यहाँ डोजर चलाइ बस्दा ऊ के हेरेर बसेको थियो। यो त कास्टिङ हो, याद राख्नु होला। एक दिन काठमाडौँमा देशभरिका भूमिहीन सुकुम्बासीहरू अव्यवस्थित बसोबासीहरू सबै उत्रेको दिन बालनजीले आफैले बाटो रोजे हुन्छ। बङ्गलादेशको हालत उसले हामी बनाउँछौँ नि गरिबहरूले। यही बालेनहरू होइन नेपालको सिंहदरबार जलाउने, यही चाहिँ सर्वोच्चलाई जलाउने ती बालेन होइन, ती रविहरू होइन जेलबाट उन्मुक्तिको साथ दौडेर आउने तिनीहरूले भनेका छन् नि हामी गरिबको बस्तीमा डोजर आयो भने हाम्रो छाती पहिला खुल्चिनु पर्छ भन्ने त्यही रवि लामे जाने होइन। त्यो चाहिँ कुन चाहिँ बाटोको खाते आएर त त्यो रवि लामे जाने उनले भनेको उसको चितवनमा सबभन्दा बढी छ अनि उनले चाहिँ मेरो बस्तीमा आयो भने म छाती थाप्छु भन्ने मान्छेले उसको सरकारले यहाँ डोजर चलाइ बस्दा ऊ के हेरेर बसेको थियो। यो त कास्टिङ हो, याद राख्नु होला। एक दिन काठमाडौँमा देशभरिका भूमिहीन सुकुम्बासीहरू अव्यवस्थित बसोबासीहरू सबै उत्रेको दिन बालनजीले आफैले बाटो रोजे हुन्छ। बङ्गलादेशको हालत उसले हामी बनाउँछौँ नि गरिबहरूले। यही बालेनहरू होइन नेपालको सिंहदरबार जलाउने, यही चाहिँ सर्वोच्चलाई जलाउने ती बालेन होइन, ती रविहरू होइन जेलबाट उन्मुक्तिको साथ दौडेर आउने तिनीहरूले भनेका छन् नि हामी गरिबको बस्तीमा डोजर आयो भने हाम्रो छाती पहिला खुल्चिनु पर्छ भन्ने त्यही रवि लामे जाने होइन। त्यो चाहिँ कुन चाहिँ बाटोको खाते आएर त त्यो रवि लामे जाने उनले भनेको उसको चितवनमा सबभन्दा बढी छ अनि उनले चाहिँ मेरो बस्तीमा आयो भने म छाती थाप्छु भन्ने मान्छेले उसको सरकारले यहाँ डोजर चलाइ बस्दा ऊ के हेरेर बसेको थियो। यो त कास्टिङ हो, याद राख्नु होला। एक दिन काठमाडौँमा देशभरिका भूमिहीन सुकुम्बासीहरू अव्यवस्थित बसोबासीहरू सबै उत्रेको दिन बालनजीले आफैले बाटो रोजे हुन्छ। बङ्गलादेशको हालत उसले हामी बनाउँछौँ नि गरिबहरूले। यही बालेनहरू होइन नेपालको सिंहदरबार जलाउने, यही चाहिँ सर्वोच्चलाई जलाउने ती बालेन होइन, ती रविहरू होइन जेलबाट उन्मुक्तिको साथ दौडेर आउने तिनीहरूले भनेका छन् नि हामी गरिबको बस्तीमा डोजर आयो भने हाम्रो छाती पहिला खुल्चिनु पर्छ भन्ने त्यही रवि लामे जाने होइन।